नेपाल विद्युत प्राधिकरण अहिले नाफामा छ कि घाटामा, यसबारे अलि अन्यल जस्तो देखियो नि, होइन? हजुर, एकदमै। पूर्व प्रमुख खुलमान घिसिङले त 46-47 अर्ब सञ्चित नाफा छ भन्नुभएको थियो। हो, तर अहिलेका प्रमुख हितेन्द्र देव साक्यले ल्याउनु भएको श्वेतपत्रले त 5 अरबभन्दा बढी सञ्चित नोक्सान देखायो। त्यही त। एउटै संस्थाको वित्तीय अवस्थामा यति ठूलो फरक, यसले त आम मानिसमा पनि प्रश्न उठायो। हो नि, आज हामी यही विषयलाई अलिकति गहिरिएर हेरौँ न त। यो अङ्कको फरक कसरी आयो अनि यसको पछाडि के कारण होलान्? हुन्छ। शाक्यजीको श्वेतपत्रले घाटा देखाउन मुख्यतया 3वटा कुरालाई समायोजन गरेको देखिन्छ। के हुन् ती? एउटा आयकर समायोजन भयो, अर्को विगत 12 वर्षदेखिको नोक्सानी समायोजन, अनि सबैभन्दा धेरै चर्चा भएको चाहिँ सम्पत्तिको ह्रासकट्टी, त्यो पनि एक्सेलरेटेड डिप्रिसिएसन विधिबाट गणना गर्दा। यो एक्सेलरेटेड डिप्रिसिएसनले कसरी यति धेरै फरक पार्छ? यो अलि प्राविधिक जस्तो सुन्यो। हजुर, अलि प्राविधिक छ, तर बुझ्न सकिन्छ। एक्सेलरेटेड डिप्रिसिएसन भनेको चाहिँ सम्पत्तिको मूल्य सुरुका केही वर्षमै छिटो घटाएर देखाउने एउटा तरिका हो कागजमा। छिटो घटाउने हो, यो कानुनी हिसाबले गर्न मिल्छ। यसो गर्दा के हुन्छ भने सुरुका वर्षहरूमा नाफा कम देखिन्छ अनि तिर्नुपर्ने कर पनि घट्छ। भनेपछि कर कम तिर्न यो विधि अपनाइन्छ। एउटा उद्देश्य त्यो पनि हुन सक्छ। तर यसले गर्दा प्राधिकरणले वास्तवमा सञ्चालनबाट कति कमायो भन्ने वास्तविक चित्र अलि फरक पर्न सक्छ। घिसिङ पक्षको तर्क पनि सायद यही हो कि यो प्रस्तुतिको मात्र फरक हो, सञ्चालन नाफा त छँदैछ भन्ने। तर एउटा कुरा अलि नमिल्दो जस्तो लागेन। सुरुमा ऊर्जा मन्त्री दीपक खड्काले घिसिङको नाफालाई कागजी भन्नुभएको थियो। हो, भन्नुभएको थियो। तर उहाँले नै नियुक्त गर्नुभएका शाक्यजीको श्वेतपत्रले पनि त समायोजन गर्नु अघि त प्राधिकरण लगभग 47 अर्ब नाफामा थियो भनेर स्वीकारेको छ नि। त्यो स्वीकारेको छ। यसले अलिकति विरोधाभास जस्तो देखियो र विवादलाई झन बढाएको पनि छ। हो नि। अनि यो नाफा घाटा बाहेक अरू सूचकमा पनि त फरक देखिन्छ है, जस्तो विद्युत पहुँचको कुरा। हजुर, त्यसमा पनि मतभेद छ। घिसिङजीले आफ्नो कार्यकालमा 98% भन्दा माथि पहुँच पुग्यो भन्नुहुन्थ्यो। तर श्वेतपत्रले कति भन्छ? श्वेतपत्रले चाहिँ घरधुरीको आधारमा हेर्दा 85 देखि 91% मात्रै पुगेको भन्ने खालको तथ्याङ्क देखाउँछ। अनि चुहावटमा नि त्यसमा पनि फरक छ। घिसिङजीले 12.7% मा झारेको दाबी गर्नुभएको थियो। श्वेतपत्रले चाहिँ 14.8% देखाएको छ। बापरे, तथ्याङ्कमा यति धेरै फरक परेपछि त कसरी विश्वास गर्ने? अनि अर्को कुरा, शाक्यजीले त प्राधिकरणमा नगद सङ्कट नै छ, क्यास क्राइसिस छ भन्नुभएको छ नि। हो, त्यो कुरा पनि श्वेतपत्रमा प्रमुख रूपमा उठाइएको छ। 10 अर्ब जति नगद मौजदात त छ, तर त्यो पैसा विभिन्न आयोजनाहरूमा खर्च गर्नुपर्ने भनेर प्रतिबद्ध भइसकेकोले त्यो चलाउन मिल्ने तरल पैसा होइन भनिएको छ। अनि फेरि 11 अर्ब 60 करोड जति त तत्कालै तिर्नुपर्ने दायित्व छ रे। त्यसैले तत्काल 10 अर्ब अल्पकालीन ऋण चाहिने अवस्था आएको तर्क छ श्वेतपत्रमा। तर घिसिङ पक्षले त यो सङ्कटको कारण अर्कै हो भन्छ नि। त्यो उठ्न बाँकी बक्यौताको कुरा के हो? हो, त्यो एकदमै महत्त्वपूर्ण पाटो हो। घिसिङ पक्षको भनाइ के छ भने समस्याको मुख्य जड भनेको वर्षौंदेखि उठ्न नसकेको अर्बौंको बक्यौता हो। कति छ त्यो बक्यौता? त्यो त ठुलै रकम होला नि। निकै ठुलो छ। खास गरी उद्योगहरूले तिर्नुपर्ने डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता मात्रै 23 अर्ब 40 करोड भन्दा बढी छ। अनि अरू सबै जोड्दा कुल बक्यौता करिब 44 अर्ब 50 करोड पुगेको देखिन्छ। त्यसमाथि सरकारले प्राधिकरणलाई दिनुपर्ने अनुदानको 14 अर्ब पनि बाँकी नै छ। 44 अर्ब? अनि यो किन नउठेको त? घिसिङजीले त आफूले त्यो पैसा उठाउन खोज्दा राजनीतिक तहबाटै माथिबाटै दबाब आयो, अवरोध भयो भनेर आरोप लगाउनु भएको थियो। भनेपछि एकातिर अर्बौंको बक्यौता नउठ्ने अनि अर्कोतिर नगद छैन भन्नु, यो त अलि सम्बन्धित देखियो नि। हो नि, यति ठुलो रकम नउठेपछि नगद प्रवाहमा चाप पर्नु त स्वाभाविक नै भयो। तर अर्को पक्ष पनि हेर्नुपर्छ। प्राधिकरणको आफ्नै ऋणभार पनि त छ नि, होइन? हो, त्यो पनि छ। श्वेतपत्रले घिसिङकालका ठूला लगानीलाई पनि अहिलेको वित्तीय दबावको कारण देखाएको छ भन्ने सुनेको थिएँ। हजुर,
प्राधिकरणको दीर्घकालीन ऋण नै करिब 2 खर्ब 48 अर्ब छ अनि प्रसारण लाइन, सबस्टेशन सुधार र नयाँ आयोजनाहरूमा करिब 2 खर्ब 20 अर्ब लगानी भएको देखिन्छ। त्यो लगानी त आवश्यक थियो होला नि बिजुली प्रणाली सुधार्न। अवश्य आवश्यक थियो। लोड सेडिङ हटाउन र आपूर्ति भरपर्दो बनाउन त्यो लगानी महत्त्वपूर्ण थियो। तर अहिलेको व्यवस्थापनले त तिनै लगानीलाई पनि अहिलेको वित्तीय भारको एउटा कारणको रूपमा प्रस्तुत गरेको छ। तर यति लगानी भएर पनि हालसालै देशका विभिन्न ठाउँमा बिजुली गइरियो भने ढल्केबरमा पनि समस्या आयो, कतै फेरि लोड सेडिङ त फर्किने होइन भन्ने डर पनि देखियो। हो, त्यो चिन्ता देखियो। ढल्केबर घटनाबारे साकेजीले चाहिँ हावाहुरीले ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनमा रुख ढलेर प्राविधिक समस्या आएको हो, लोड सेडिङ होइन भन्नुभएको छ। उहाँले त 2 घण्टामै समाधान भयो भन्नुभयो। हजुर, तर यसअघि ऊर्जा मन्त्री खड्का स्वयंले नै लोड सेडिङ हुन सक्छ भनेर चेतावनी दिनुभएको थियो। त्यसैले यो प्राविधिक मात्र हो कि अरू केही छ भनेर मान्छेले शङ्का गरे। यसमा राजनीतिक कोण पनि जोडियो होइन त? अवश्य, यो पुरै प्रकरणमा राजनीति जोडिएको देखिन्छ। घिसिङजीको बर्खास्तै नै राजनीतिक कारणले भएको भन्ने विश्लेषण छ। के थिए त मुख्य कारण? स्रोतहरू हेर्दा तत्कालीन ऊर्जा मन्त्री खड्कासँग उहाँको सम्बन्ध तनावपूर्ण बनेको देखिन्छ। खास गरी अघि भनेको त्यो उद्योगीहरूको बक्यौता उठाउने कुरामा अनि भारतसँग विद्युत व्यापार सम्झौता गर्दा मन्त्रालयलाई जानकारी नगराएको भन्ने आरोप पनि थियो। उहाँको लोकप्रियता पनि एउटा कारण थियो कि? त्यो पनि मानिन्छ। उहाँको बढ्दो लोकप्रियता र माओवादी केन्द्रसँगको निकटताले पनि भूमिका खेलेको हुन सक्छ। फेरि मन्त्री खड्का आफै जलविद्युत उद्यमी हुनुहुन्छ। त्यसले गर्दा स्वार्थ बाँचिने कन्फ्लिक्ट अफ इन्ट्रेस्टको प्रश्न पनि उठ्यो। उहाँको बर्खास्तगी विरुद्ध सडकमा प्रदर्शन पनि भयो। यी सबले सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप कति हुन्छ भन्ने देखाउँछ। हो, यो सबै खिचातानीले, यो विवादले आखिरमा प्राधिकरणलाई नै त असर पार्ने हो नि, होइन र? एकदमै। सबैभन्दा ठूलो असर त प्राधिकरणको विश्वसनीयता र जनआस्थामा परेको छ। एउटै संस्थाको तथ्याङ्कमा यति ठूलो फरक आएपछि कसले पत्याउने? लगानीकर्ताहरूले नि, दात्री निकायहरूले। उनीहरूमा पनि अन्यल हुन्छ। भविष्यको लगानीमा असर पर्न सक्छ। अनि श्वेतपत्रले महसुल बढाउनु पर्ने सङ्केत पनि गरेको छ। त्यसको भार त आखिर उपभोक्तालाई नै पर्ने हो। त्यसो भए यो सबै कुराकानीबाट, यो गहिरो विश्लेषणबाट मुख्य कुरा के बुझ्न सकिन्छ त? पहिलो कुरा त प्राधिकरणको वित्तीय अवस्था लेखाङ्कनको प्रस्तुतिले मात्रै नाफा वा घाटा जे पनि देखाउन सकिँदो रहेछ, यो आफैमा जटिल विषय हो। अनि दोस्रो र सायद अझ महत्त्वपूर्ण कुरा, यो अङ्कको विवादभन्दा गहिरो समस्या चाहिँ त्यो अर्बौंको बक्यौता उठ्न नसक्नु र त्यसमा हुने गरेको भनिएको राजनीतिक हस्तक्षेप हो। नेतृत्व फेरिने बित्तिकै प्राथमिकता र तथ्याङ्क नै फेरिन थाल्नुले संस्थागत स्थायित्वमै प्रश्न उठाउँछ। हो नि, अन्तमा एउटा प्रश्न मनमा आइरहेको छ। यो एकअर्कालाई दोष दिने र तथ्याङ्कको खेल खेल्नुभन्दा माथि उठेर प्राधिकरण जस्तो देशकै लागि यति महत्त्वपूर्ण संस्थाको वित्तीय पारदर्शिता कसरी कायम गर्ने, त्यो बक्यौता कसरी उठाउने अनि राजनीतिक हस्तक्षेपबाट कसरी मुक्त राख्ने? हजुर, यो नै अहिलेको मुख्य चुनौती हो। यदि यसो गर्न सकिएन भने यसले सर्वसाधारणले पाउने बिजुली र देशको समग्र अर्थतन्त्रमा कस्तो दीर्घकालीन असर पार्ला, यो चाहिँ सोचनीय विषय हो।